नमस्ते। आज हामी अलिकति छालाको समस्याबारे कुरा गरौँ न। यो दाद भनेर सुनिन्छ नि एकदमै दुःख दिने खालको। हो नि, गर्मीमा त झन् तापक्रम र ओसिलोपनले गर्दा धेरैलाई सताउँछ। हो त्यही त। हामीसँग एउटा लेख पनि छ, दाद, कारण, प्रकार र उपचार भन्ने। यसमा गौरी शर्मा, सानी अंशिका जस्ता व्यक्तिहरूको अनुभव पनि समेटिएको रहेछ। ए राम्रो, अनुभवहरूले बुझ्न सजिलो बनाउँछ। त्यही त। यसैको आधारमा आज दाद भनेको के हो, किन हुन्छ, यसका प्रकारहरू अनि उपचार र बच्ने उपायबारे अलिक गहिरिएर कुरा गरौँ न। हुन्छ, सुरु गरौँ। ल त्यसो भए खासमा के हो त यो दाद भनेको? दाद भनेको चाहिँ खासमा छालामा हुने एक किसिमको फङ्गल इन्फेक्सन हो, मतलब ढुसीको संक्रमण ए ढुसी? हो। यो प्राय यस्तो गोलो आकारको सिक्का जस्तो देखिन्छ। कहिलेकाहीँ बीचको भाग चाहिँ अलि निको भए जस्तो सफा देखिने, अनि वरिपरिको किनारा उठेको जस्तो हुन सक्छ। त्यसैले त अङ्ग्रेजीमा रिङ वर्म पनि भन्छन् यसलाई। किरा? त्यो किरा परेर हुने चाहिँ होइन है। ए त्यो नामले गर्दा किरा हो कि जस्तो लाग्ने। अनि यो कसरी हुन्छ त? सर्छ कि सर्दैन? सर्छ। यो सजिलै सर्न सक्छ, जस्तो दाद भएको मान्छेले प्रयोग गरेको लुगा, रुमाल, काइयो, साबुन यस्ता कुराहरूबाट सर्न सक्छ। ए अनि अर्को कुरा, जसको रोगसँग लड्ने क्षमता अलिक कम छ, हैन, या मधुमेह जस्ता दीर्घरोगी हुनुहुन्छ, वा जसलाई धेरै पसिना आउँछ, उहाँहरूलाई चाहिँ यसको जोखिम अलि बढी हुन्छ। भनेपछि सरसफाई र आफ्नो स्वास्थ्य अवस्थाले फरक पार्ने भयो। एकदमै। लेखमा त यसका प्रकारहरू पनि छन् भनिएको थियो। त्यो चाहिँ कस्तो हो? हो, शरीरको कुन भागमा संक्रमण भएको छ त्यसै अनुसार यसलाई फरक फरक नाम दिइन्छ। जस्तै टाउकोमा देखियो भने त्यसलाई टिनिया क्यापिटाइटिस भनिन्छ। यो चाहिँ प्राय केटाकेटीमा बढी देखिन्छ। कपाल झर्ने, कहिलेकाहीँ पाकेको जस्तो घाउ हुने पनि हुन सक्छ। ए है। अनि अरू? अनुहारमा पनि आउन सक्छ टिनिया सेसियाई, त्यो पनि गोलो चिलाउने खालको। अनि सबैभन्दा धेरै देखिने चाहिँ शरीर, हात, तिघ्रातिर आउने टिनिया कोर्पोरिस हो। त्यो पनि गोलो चिलाउने नै हुन्छ। काखी काँचतिर नि गर्मीमा त्यता धेरै समस्या हुन्छ नि। हो, काखी काँच जस्तो पसिना जम्ने अलि ओसिलो ठाउँमा हुनेलाई चाहिँ टिनिया क्रुरिस भनिन्छ। यो पनि गोलो आकारमै हुन्छ, निकै चिलाउँछ। खुट्टामा पनि हुन्छ? खुट्टाको औँलाको काप वा पैतालामा हुनेलाई टिनिया पेडिस भन्छन्। एथलिट्स फुट पनि भनिन्छ। त्यसमा पनि गोलो हुन सक्छ, या छाला जाने, कत्ला निस्कने, पानी फोका आउने जस्तो पनि हुन सक्छ। निकै चिलाउँछ त्यो पनि। अनि अझै छ कि? एउटा छ नङमा ओनाइको माइकोसिस भन्छन्। ए हो र, नङमा पनि? त्यो त मैले खासै याद गरेको थिएन। कस्तो हुन्छ त्यो? नङमा फङ्गस लाग्यो भने नङ बाक्लो हुँदै जान्छ, अलि पहेँलो वा खैरो देखिन थाल्छ, अनि सजिलै भाँचिने, टुक्रिने हुन्छ। बापरे, यति धेरै प्रकार पो रहेछन् त। अब यस्तो भइहाल्यो भने उपचार चाहिँ कसरी गर्ने त? लेखमा के छ उपचारबारे? उपचार चाहिँ दाद कस्तो छ, कहाँनेर छ, कति फैलिएको छ, हैन, अनि बिरामीको उमेर, अरू स्वास्थ्य समस्या केही छ कि, यस्ता कुरामा भर पर्छ। सामान्यतया त डाक्टरले लगाउने एन्टिफङ्गल मलहम दिनुहुन्छ। त्यो दिनको 2 पटक जति 4 देखि 6 हप्तासम्म लगाउनु पर्ने हुन सक्छ। 4-6 हप्ता अलि लामै समय रहेछ। हो, फङ्गसलाई मार्न समय लाग्छ। अनि कहिलेकाहीँ मतलब धेरै फैलिएको छ वा मलहमले मात्रै भएन भने खाने औषधि पनि दिनुपर्ने हुन्छ। त्यो पनि 2 देखि 4 हप्ता वा अझ बढी पनि खानुपर्ने हुन सक्छ। तर यहाँनिर एउटा कुरा एकदम महत्त्वपूर्ण छ जस्तो लाग्यो मलाई, त्यो औषधि आफै किनेर लगाउने चलनबारे। एकदमै, त्यो सबैभन्दा खतरनाक कुरा हो। बजारमा पाइने खास गरी त्यो स्टेरोइड मिसाएको मलमहरू हुन्छ नि, त्यो चाहिँ चिकित्सकको सल्लाह बिना कहिल्यै पनि प्रयोग गर्नु हुँदैन। किन होला? त्यसले त छिटो निको पार्दैन र? होइन, त्यसले तत्काल चिलाउन कम गरे जस्तो मात्रै गर्छ, तर भित्र भएको ढुसीलाई मार्दैन, उल्टै त्यसलाई बढावा दिन्छ, अनि छाला पातलो बनाउने अरू नराम्रा असरहरू गर्छ। पछि गएर राम्रो औषधिले पनि काम गर्न गाह्रो हुन्छ, उपचार झन् जटिल बन्छ। ए कुरो पो यस्तो। त्यो लेखमा गौरी शर्माको अनुभव पनि त्यस्तै थियो क्यारे। उहाँलाई बारम्बार बल्झिरहन्थ्यो रे, जबसम्म डाक्टरले भनेअनुसार पूरा समय उपचार गर्नु भएन। हो, ठ्याक्कै। उपचार चाहिँ पूरा गर्नै पर्छ। अलिकति निको भए जस्तो लाग्यो भनेर बिचैमा छोड्नु भएन। छोड्यो कि फेरि बल्झिहाल्छ नि। एकदम ध्यान दिनुपर्ने कुरा रहेछ।
ल, अब यो हुन नदिन के गर्न सकिन्छ त? रोकथामका उपायहरू रोकथामको लागि त मुख्य कुरा सरसफाइ नै हो। जस्तै गर्मीमा सकिन्छ भने दिनको 2 पटक नुहाउने, साबुनले छाला सुक्खा बनाउन सक्छ, बरु सावर जेल प्रयोग गर्दा राम्रो। अनि नुहाइसकेपछि नुहाइसकेपछि शरीर राम्ररी पुछेर सुक्खा बनाउने, खासगरी काखी, काच, औँलाको काप जस्ता ठाउँहरू ओसिलो रहन दिनु भएन। त्यस्तो ठाउँमा एन्टिफङ्गल पाउडर लगाउनु पनि फाइदाजनक हुन्छ। कपडा नै कपडा चाहिँ सुतीको, हावा खेल्ने अलिक खुकुलो लगाउनु राम्रो। भित्री कपडा र मोजा त हरेक दिन फेर्नै पर्छ। पसिनाले भिजेको कपडा लगाएर बस्नु भएन। अरूको सरसामान प्रयोग गर्ने कुरा नि त्यो पनि महत्त्वपूर्ण छ। अरूले प्रयोग गरेको रुमाल, लुगा, काइयो, तौलिया सकेसम्म प्रयोग नगर्ने। अनि नङको लागि केही छ? नङमा संक्रमण भएको छ भने त्यो संक्रमित नङ काटेको नेल कटर राम्रोसँग सफा नगरिकन अर्को नङ काट्नु हुँदैन, नत्र संक्रमण सर्न सक्छ। एउटा रमाइलो कुरा चाहिँ लेखमा खाना बार्नु पर्दैन भनेको थियो। छालाको समस्यामा त कति थरी बार्नुपर्छ भन्छन् नि। हो, दाँतको सन्दर्भमा चाहिँ खानाले त्यो फङ्गसको वृद्धिमा खासै सिरा असर गर्छ भन्ने त्यस्तो बलियो प्रमाण छैन। त्यसैले सामान्यतया खानेकुरा बार्नै पर्छ भन्ने छैन। तर अब स्वस्थ सन्तुलित खानेकुरा खानु त समग्र स्वास्थ्यकै लागि राम्रो हो, त्यो त छँदैछ। ल, आजको यो कुराकानीबाट के बुझियो भने दाँत सामान्य फङ्गल संक्रमण नै रहेछ, तर सरसफाई र केही सावधानी अपनायो भने धेरै हदसम्म रोक्न सकिने रहेछ। अनि यसका प्रकार पनि धेरै हुँदा रहेछन् र उपचार गर्दा चाहिँ जथाभावी औषधि होइन कि डाक्टरको सल्लाह लिएर धैर्य गरेर पूरा गर्नुपर्ने रहेछ। निश्चय नै व्यक्तिगत सरसफाइ कति महत्त्वपूर्ण छ भन्ने त देखियो नै, तर यसले अलिकति फराकिलो प्रश्न पनि उठाउँछ जस्तो लाग्छ मलाई। कस्तो प्रश्न? जस्तो हामी जिम जान्छौँ, पौडी पोखरी जान्छौँ, होस्टेलमा बस्छौँ, होइन? घरभित्रै पनि साझा प्रयोगका सामान हुन्छन्। त्यस्तो ठाउँबाट पनि त संक्रमण फैलिन सक्छ नि। हो त नि फरक पार्छ। व्यक्तिगत प्रयास त छँदैछ, तर सामूहिक रूपमा पनि हामी कति सजग छौँ, सफा र स्वस्थ वातावरण कसरी कायम राख्ने भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण छ जस्तो लाग्छ। यो पनि सोच्नुपर्ने विषय हो। एकदमै मननयोग्य कुरा। व्यक्तिगत स्वास्थ्य र सामूहिक सजगता जोडिएको विषय रहेछ यो।